आज रातिको पानी त कुखुराको खोर जस्तो कुखुरा मऱ्यो कि भात खाएको हावा पानी नि लुट्यो हाम्रो उताको कुखुराहरू उता पुऱ्याइदिरहेछ कुखुरा मऱ्यो कि जिउँदो छ अब यस्तो बनाइदिरहेछ मकै बारी यताको मकै त्यसमा छ है 7 थियो कुखुरा हो कुखुरा खोर मकै बारीतिर छ हाम्रो यहाँ 10 वटा कति ठुल्ठुलो यहाँ कुखुरा फल्टेर बिचरा यो अवस्थामा ए कुखुराको हावा त्यस्तो बनाइदिएछ आज 12 बजेदेखि राति पानी परेको मर 10 वटा थियो तला हो नि त अनि उता गाङगाङ परेर ले बटन ल्याऊ बिचरा आज रातिको हावा उठ्दा नि सानो क्षति त पुरानो छ त कुखुराको खोर त नि यस्तो बनाइदिरहेछ पानी मकै बारी त छैन अब डुबेर यो त सब लडाएछन् मकै पल्लाको कुखुराको खोर उता पुऱ्याएछ हाम्रो यता उता नै बिचरा एउटा त होइन छ झन् उयो डिलमा फलेछाएको सिधा डिलमा राखेको उता पुऱ्याइदिएको आयो ठुलो पानी हावाहुरी खतरा हो नि इटेरीको अवस्था फुलबारीको अवस्था फुलबारी अन्त ठुलो कुखुराको घर यस्तो अवस्था पुऱ्याएर चाहिँ बिचरा सानो घरहरू कस्तो बनायो उडाएर उहाँ न रुख त लडाउ त यता छ टुप्पो हाँगामा गइरहेछ बाटो छेउतिर मकै बारीको अवस्था उता लु मकैको अवस्था यहाँ चाहिँ पानी पऱ्यो कि माछा मार्न आएको चाहिँ लु माछा मार्न खोला त्यति माथि आएछ नि ठुल्ठुलो निकाल्नु छ है माछा लास्टमा थाहा पाएँ त म त मरेको छैन भनेको त नि अहिले पो हेर्छु कुखुरा छैन 10 वटामा गन्छु 7 वटा मात्रै देख्छु खोरले खिचेर मारेर दुईटा खै कहाँ पुग्यो 10 वटामा 8 वटा चाहिँ बाक्रा 2टा मर्यो नि एउटा चढ्न गइरहेछ यस्तो बिचो लु सुरो खोर त यस्तो त बनाइदिएछ त नि पाता भुङै यत्रो रुख हाँगा ढलेछ त नि हट झन्दा सुला चाहिँ बाँचेछ गाँठ्यो झन्दा सुङ चाहिँ बचाएछ लु खोर यता भत्केछ नि त सबै आज रातिको सानो त आएन नि त हावाहुरी त हरिबिच यो रुख भाँचेर चाहिँ यता झरेछ उता सुँगुरको खोरतिर झर्नु भने बिजोक बनाउँथ्यो हाँगा त नि यत्रो लाछेछ नि मसलाको यत्रो झन्दा सुँगुरलाई चाहिँ बचायो लु बचाइछ बिजोक भयो यो हो मेरो